हामीले जुन अहिले एउटा यात्राको शुभारम्भ गरेका छौँ त्यो शुभारम्भ चाहिँ नि अगाडि बढ्ने बेलामा जुन पाइलाहरू हामी अगाडि बढाएका छौँ त्यो चाहिँ मध्ये एउटा पाइला चाहिँ आजको दिन जस्तो मलाई लाग्दछ। यहाँलाई थाहा छ जसरी विशेष गरिकन अहिले मुलुकमा विशेष गरिकन जुन किसिमले रोजगारका चाहिँ रोजगारीको अवसरहरूमा हामी लागिपरेका छौँ त्यहाँ र विशेष गरिकन अहिले जुन हिसाबले श्रम बजारमा चाहिँ नि बेरोजगारको चाहिँ चाप बढिराखेको छ, जसले गर्दाखेरि हामीलाई चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता भइरहेको छ। हाम्रो मुलुकभित्र चाहिँ नि उत्पादनहरू उत्पादकत्वहरू र उद्यमशीलताहरू बढाएर लिएर गएर कहाँ कहाँ कस्ता रोजगारहरू छन् कि भन्ने हिसाबले चाहिँ हामीले अहिले र यो वैदेशिक रोजगारको विकल्पको रूपमा चाहिँ आन्तरिक रोजगार नै यसको लागि चाहिँ हो भन्ने हिसाबले चाहिँ अहिलेको सरकारले चाहिँ हामीले के छ भने आगामी 10 वर्षलाई हामीले आन्तरिक रोजगार प्रवर्धन दशकको रूपमा हामीले चाहिँ अगाडि बढाउन खोजिरहेछौँ र त्यो सिलसिलामा हामीले चाहिँ के भने प्रमुख 3वटा चाहिँ बुँदालाई हामीले चाहिँ अगाडि बढाएका छौँ। हामीले एउटा कार्यक्रम पनि हामीले चाहिँ घोषणा गर्दैछौँ। हामीले स्किल नेपाल, सिपयुक्त नेपाली अथवा दक्ष नेपाल, सिपयुक्त नेपाली भन्ने हिसाबले चाहिँ त्यहाँ स्किल नेपाल, स्किल्ड नेपाली भन्ने हिसाबले गर्दा फेरि यो लक्ष्य हासिल गरेर अनि विशेष गरिकन बजारमा आवश्यकता भएका चाहिँ नि दक्ष जनशक्तिहरू तयार गरेर र उनीहरूलाई चाहिँ के भने उत्पादनशील क्षेत्रसँग जोडेर रोजगारका सम्भावनाहरूलाई ल्याउने र त्यसले चाहिँ नि मुलुकको उत्पादकता वृद्धि गर्ने र अल्टिमेटली के छ भने चाहिँ नि मुलुकको समस्त प्रोडक्टिभिटी बढाएर चाहिँ त्यहाँबाट चाहिँ मुलुकलाई समृद्ध बनाउने भन्ने खालको जुन एउटा इकोसिस्टम छ त्यहाँ र त्यसमा चाहिँ हामीले के भने आन्तरिक रोजगार दशकलाई अगाडि बढाउने क्रममा चाहिँ हामीले 3वटा मुख्य बुँदालाई चाहिँ हामीले महत्त्व दिएका छौँ। त्यो 3वटा बुँदा भनेको के हो भने बुँदा नम्बर 1 भनेको सिप, दोस्रो बुँदा भनेको पनि सिप, तेस्रो बुँदा भनेको पनि सिप। जबसम्म सिपयुक्त जनशक्ति तयार हुन सक्दैन तबसम्म हामीले के छ भने रोजगारका चाहिँ भएका सम्भावनाहरू छन् त्यहाँ त्यसलाई पनि हामी चाहिँ प्रयोग गर्न सक्दैनौँ र मुलुकमा चाहिँ उत्पादन र उत्पादनशीलता उद्यमशीलता बढाउन सक्दैनौँ। त्यो हुनाले चाहिँ अहिले सबभन्दा महत्त्वपूर्ण विषय हाम्रो त्यस हुनाले अहिले त्यही सिलसिलामा चाहिँ के छ भन्दा चाहिँ विशेष गरिकन जुन क्षेत्रमा चाहिँ नि जस्ता जनशक्तिको आवश्यकता छ त्यो जनशक्तिलाई चाहिँ नि दक्षता प्रदान गर्नको लागि सिपयुक्त बनाउनको लागि राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले जुन पहल गरेको छ त्यसको आधारमा चाहिँ नि अनि त्यो सिप प्राप्त गरेका चाहिँ नि जनशक्ति छन् उनलाई फेरि उपयुक्त चाहिँ नि रोजगारदातासँग जोडेर अनि त्यसको प्रोडक्टिभिटी बढाएर अनि अगाडि बढ्ने सिलसिलामा अहिले चाहिँ हामीले विशेष गरिकन विभिन्न संस्थाहरूसँग हामीले जुन द्विपक्षीय हामी सम्झौता गर्दै गएका छौँ र आज जसरी हस्तकला सङ्घसँग हामीले जुन सम्झौता गरेका छौँ यसले अझ बढी महत्त्वको कुरा चाहिँ गर्दछ त्यहाँ। यो विषयमा कुरा गर्दा फेरि विशेष गरिकन नेपालमा हामी असाध्यै धेरै कुरामा चाहिँ हाम्रो आफ्नो मौलिक सिपहरू छन्। ती हाम्रो मौलिक सिपहरू पनि कता कता चाहिँ नि लोप हुँदै गएको अवस्था पनि छ। त्यसको एउटा कारण के छ भने चाहिँ दक्ष जनशक्ति तयार नहुनु, उपयुक्त बजारमा चाहिँ त्यहाँ चाहिँ बजार नहुनु र त्यसलाई चाहिँ के भने विशेष गरिकन बजारको लायकका सामानहरूलाई चाहिँ त्यहाँबाट त्यस खालको ब्रान्डिङ हुनु पनि कम गर्नु छ त्यहाँ। त्यो हुँदाखेरि किनभने अहिलेको अवस्थामा चाहिँ नि विशेष गरी बजारलाई मध्यनजर राखेर हामीले जो उत्पादनहरू गरेका हुन्छौँ त्यो उपयुक्त बजारसँग जोड्ने काम पनि हामीले चाहिँ नि गर्न सकिरहेका छैनौँ, चाहे त्यो आन्तरिक बजार होस् चाहे त्यो अन्तर्राष्ट्रिय बजार होस्। जस्तो अहिले एकछिनले मानौँ जुन हिसाबले चाहिँ अहिले अध्यक्षजीले अहिले भन्नुभयो उहाँले चाहिँ जुन हिसाबले चाहिँ यो फ्ल्यागसिट भन्छौँ हामी चाहिँ त्यहाँ र हाम्रो मधेसमा चाहिँ हामी आलस भन्छौँ होइन। अब आलस भनेको चाहिँ मधेसमा चाहिँ त्यहाँ चाहिँ आम कुरा हो चाहिँ त्यहाँ आलुसको हामी तेल खान्छौँ, आलुको हामी चाहिँ अब सिड चाहिँ अहिले त फेरि फ्ल्यागसिट भनेर असाध्यै भइरहेको छ र त्यसै किसिमबाट चाहिँ आलस चाहिँ अब त्यसै फ्यालेर पनि उब्जिन्छ, त्यति मेहनत पनि गर्नु पर्दैन त्यहाँ। अनि आलसको चाहिँ नि कपडा बन्छ भन्ने कुरो त मैले आज थाहा पाएँ। आज यस्तो राम्रो कोट लाएर उहाँले हिँड्नु भएको छ त्यहाँ। हामीले अहिले समस्या के छ भने विशेष गरिकन अहिले यहाँले सुन्नुवाला भर्खर चाहिँ प्रधानमन्त्रीले चाहिँ आग्रह गर्नुभएको थियो यो अहिलेको जुन यो क्लाइमेट चेन्जको जो अवस्था छ त्यहाँ यो चाहिँ प्रदूषणमा सबभन्दा ठुलो भूमिका भनेको चाहिँ यो गहुँको छुवालीहरू यो के भने उसका के अरे या आलसका छुवालीहरू यो मकैका यस्ता कुराले चाहिँ के भने यति ठुलो चाहिँ असर पारिरहेका छन् जसले बालेपछि त्यहाँबाट चाहिँ एक त बालेर खरानी बनाइरहेका छ, त्यसको भ्यालु पनि खतम भइरहेको छ। यदि त्यस्ता चिजलाई चाहिँ हामीले यतापट्टि ल्याउन सक्यौँ भन्नु चाहिँ नि यो सबै कुराको चाहिँ त्यहाँ भने बिउदेखि लिएर चाहिँ नि दानादेखि लिएर त्यसको चाहिँ के भन्छ चाहिँ नि बोटसम्म प्रयोग हुन सक्ने अवस्था रहेछ नि त त्यहाँ।
हो यो चिजलाई चाहिँ के छ भने कसरी अब चाहिँ यसलाई विशेष गरी व्यावसायिकता कसरी दिने कुनै पनि चिजलाई जबसम्म हामी कमर्सियलाइज गर्दैनौँ तबसम्म त्यसको भ्यालु हुँदैन भ्यालु एड गर्नुपर्ने हुन्छ र भ्यालु एड गर्ने कुरामा चाहिँ जसरी यहाँहरूले काम गरिराख्नु भएको छ अब त्यसलाई चाहिँ विशेष गरिकन के भने हाम्रो दुईवटा महत्त्वपूर्ण जिम्मेवारी हुन्छ एउटा जिम्मेवारी के भने यो चाहिँ नि दक्षता जुन हाम्रो चाहिँ भइराखेका विभिन्न हाम्रो चाहिँ नि अब परम्परागत शैली परम्परागत हाम्रो सिप त्योलाई लोप हुनबाट बचाउनु पर्ने छ त्यहाँनिर अर्को यसलाई चाहिँ नि आफ्नो बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्ने छ र त्यसमा एउटा आकर्षण ल्याउनु पर्ने अवस्था पनि छ त्यहाँनिर त्यसले गर्दा पनि त्यसको लागि चाहिँ के भने क्याटलिस्टको हिसाब किताबबाट हाम्रो राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले त्यो काम गरिरहेको छ त्यहाँनिर यही सिलसिलामा म के निवेदन गर्न चाहन्छु भने भर्खर मात्रै हामीले विशेष गरिकन नेपालमा चाहिँ नि होम बेस्ड वर्करहरूको संस्था जसलाई उनीहरू होमनेट भनेका छन् त्यहाँनिर त्यसलाई हामीले चाहिँ मान्यता दिएको छौँ अहिले चाहिँ त्यहाँनिर जस्तो अहिले एउटा परिभाषा के हुन्थ्यो भने डोमेस्टिक वर्कर भन्ने र होम बेस्ड वर्कर भनेको धेरै फरक चिज हो त्यहाँनिर डोमेस्टिक वर्कर भनेको चाहिँ नि कसैको घरमा बसेर त्यो घरेलु काम गरिदिने या सहयोगी भन्छन् त्यहाँ चाहिँ नि होम बेस्ड वर्कर भनेको आफै घरमा बसेर आफैले काम गर्ने त्यो आफ्नै काम पनि गर्ने अरूको पनि काम ल्याएर गर्ने तर घरमा बसेर काम गर्ने त्यस्तो चाहिँ जनसङ्ख्या जो छ त्यहाँनिर विशेष गरी गृहिणीहरू छन् त्यहाँ चाहिँ नि उहाँहरूलाई यदि हामीले सिप दिन सक्यौँ र अनि त्यसपछि उहाँहरूलाई काम दिन सक्यौँ भने त्यसपछि एउटा इकोनोमीको चाहिँ ठुलो एउटा काम हुनसक्छ भन्ने हिसाबमा हामी होमलेटसँग पनि एग्रिमेन्ट गर्न खोजिरहेका छौँ उहाँहरूसँग पनि हाम्रो चाहिँ कुराहरू भइरहेको छ हुँदाखेरि यो सबै कुराहरू चाहिँ वान डोर सिस्टममा चाहिँ ल्याएर हामी यसलाई अगाडि बढायो भने चाहिँ नि यो निश्चय पनि हाम्रो लागि चाहिँ दिएर भोलि आन्तरिक रोजगारका निम्ति चाहिँ दिएर अत्यन्तै ठुलो चाहिँ अवसरहरू हामी देखिरहेका छौँ त्यसले गर्दा फेरि हामी अहिलेको चाहिँ नि आगामी दशक नै हामीले के छ भने मुलुकमा भइरहेको रोजगारका सम्भावनाहरूलाई चाहिँ नि हेर्दै जाने त्यहाँ रोजगारका सम्भावनाहरूमा चाहिँ के भने रोजगार कहाँ छ कस्ता मानिसहरू आवश्यकता छ त्यस्तो दक्ष जनशक्ति कसरी तयार गर्ने त्यहाँबाट त्यो उनीहरूलाई कसरी रोजगारी दिने त्यसबाट भएको उत्पादनलाई चाहिँ कसरी बजारीकरण गर्ने भन्ने यो खालको कुराहरूमा चाहिँ हामी लागेका छौँ र त्यसको लागि सबभन्दा महत्त्वपूर्ण विषय यहाँलाई म के भनौँ भने श्रम मन्त्रालयले अहिले विशेष गरिकन प्रत्येक पालिकामा 753 पालिकासम्म पुग्ने गरिकन हामीले एउटा चाहिँ नि एउटा नेसनल इन्टिग्रेटेड चाहिँ नि लेबर इन्फर्मेसन सिस्टम डेभलप गर्दैछौँ त्यो भनेको चाहिँ के छ भन्दा चाहिँ नि हामी प्रत्येक पालिकामा श्रम संसार भन्ने एउटा चाहिँ हामीले डिजिटल पोर्टल तयार गरेका छौँ जो श्रम संसार भन्ने डिजिटल पोर्टल चाहिँ हामी चाँडै नै त्यो चाहिँ लन्च गर्न गइरहेका छौँ कोशी प्रदेशमा त्यो लन्च भएको छ बाँकी पनि गर्दैछौँ भनेपछि त्यो श्रम संसार भनेको चाहिँ नि त्यो श्रम संसारमा सबै खालको चाहिँ त्यहाँ चाहिँ नि अब यो सिस्टमलाई हामीले इन्टिग्रेट गर्न खोजिरहेछौँ भने मतलब त्यो पालिकामा चाहिँ त्यहाँ चाहिँ नि जस्तो यही कुरा गरौँ अहिले चाहिँ त्यहाँ हामी कसरी जोड्न सक्छौँ भने ती सबै पालिकामा त्यहाँका भएका पुराना चाहिँ के स्किलहरू छन् त त्यो कहाँ छन् त ती मानिसहरू कहाँ छन् त्यहाँनिर किन लोप भइराखेको छ त्यसलाई कसरी भ्यालुएट गर्न सकिन्छ त्यो कुरामा हामी चाहिँ कोअर्डिनेट गर्न सक्छौँ साथसाथै यहाँहरूको जुन चाहिँ छ त्यहाँनिर यहाँहरूले जुन हिसाबले चाहिँ अहिले जसरी तपाईँ इन्भेस्टिगेसन गरिराख्नु भएको छ रिसर्च गरिराख्नु भएको छ बजार हेरिराख्नु भएको छ त्यसको लागि चाहिँ अब कहाँ त्यसको के भन्छ भने त्यो कच्चा पदार्थहरू कहाँ हुनसक्छ भने हेरिराख्नु भएको छ त्यो सिस्टमले चाहिँ तपाईँलाई के छ भने त्यहाँ जोड्न सक्छ सजिलो हुन्छ त्यहाँनिर र त्यसले गर्दा फेरि के हुन्छ भने कम्प्लिटली बजार हामी सबै पालिकासम्म पुग्न सक्छौँ सबै पालिकाको बजार हामी लिन सक्छौँ सबै पालिकाको चाहिँ उत्पादनको चाहिँ इन्फर्मेसन हामी लिन सक्छौँ र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म हामी जोड्न सक्ने अवस्था हुन्छ यो नेटवर्कमा चाहिँ हामी कसरी काम गर्न सक्छौँ भन्ने हिसाबमा यो हामी यसलाई चाहिँ इन्टिग्रेट गर्ने काममा हामी लागिरहेका हुन्छौँ त्यसको लागि हामी चाहिँ नि निश्चय पनि केही समयपछि नै त्यो सबै सिस्टम हामीले एउटा चाहिँ नेटवर्क गर्छौँ त्यसको साथसाथै हामी के छ भने चाहिँ एउटा पोर्टल पनि हामी तयार गर्दैछौँ एउटा नेसनल पोर्टलबाट चाहिँ त्यहाँ चाहिँ त्यो जब म्याचिङ एउटा पोर्टल हुन्छ त्यहाँनिर भने तपाईँलाई चाहिने कारिगरहरू विचार गाउँमा बसिरहेको होलान् उसलाई कहाँ छ काम भनेर थाहा छैन होइन तपाईँलाई फेरि चाहिने कारिगर चाहिँ कहाँ छ त्यो तपाईँलाई थाहा छैन त्यसलाई म्याच गर्नको लागि हामीले एउटा नेसनल पोर्टल बनाउँछौँ त्यहाँनिर जहाँ त्यो डिमान्ड अनुसारको चाहिँ हुन्छ र त्यसले गर्दा फेरि के भने के खालको चाहिँ भोलि तपाईँलाई चाहिँ चाहिने कारिगर हुन्छ त्यो चाहिँ नि अनि त्यो काम चाहिँ कसको हुन्छ एनएबिटीको हुन्छ तपाईँहरूसँग बसेर करिकुलम बनाएर त्यस्ता मानिसहरू चाहिँ ट्रेन गर्ने काम चाहिँ नि उहाँहरूले गर्ने कुराहरू हुन्छ त्यहाँनिर यस किसिमले हामीले के छ भने एउटा चाहिँ सम्भावना रोजगारका सम्भावनालाई अगाडि बढाएर अनि हाम्रो मौलिक कुरालाई पनि हामी अगाडि बढाएर त्यसको साथसाथै के छ भने जस्तो अहिले कुरा उठिएको छ हामीले अब जब हामी सबभन्दा महत्त्वपूर्ण के हुन्छ भने हामीसँग भएका कतिपय चाहिँ सामानहरू भोलि त्यो कुरालाई यदि हामीले अनिवार्य पनि गर्दा फेरिको अवस्थामा चाहिँ नि भोल्युमले धान्छ कि धान्दैन भन्ने कुरा हुन्छ
त्यसैले हाम्रो भोल्युम कति हो जस्तै एकछिन मानौँ हामीले हाम्रो स्वदेशी उत्पादनका सामानहरू चाहिँ हामीले लगाउनुपर्छ भनेर सरकारले नियम बनाएको अवस्थामा त्यसको उपलब्धता पनि हुनु पर्छ त्यहाँबाट त्यो बजार के छ भन्ने हिसाबले पनि हेर्नु पर्छ त्यहाँ तर यो सबै कुरा चाहिँ वान डोर सिस्टम हामी बसेर सल्लाह गर्न सक्छौँ त्यसो मलाई लाग्छ आजको यो जुन खालको एग्रिमेन्ट भएको छ त्यहाँ यसले हामीले चाहिँ नि निश्चय पनि भोलि गर्छन् त्यहाँबाट बजारका चाहिँ सम्भावनाहरूलाई हेर्नको निम्ति आवश्यक दक्ष जनशक्ति तयार गर्नको निम्ति हाम्रो लोप भएका या लोपोन्मुख चाहिँ भएका चाहिँ हाम्रो स्किलहरूलाई फेरि त्यसलाई रिभाइभ गर्नको निम्ति होइन त्यस्ता कुराहरू छन् र वास्तव भन्ने हुन्छ नि अहिलेको संसार भनेको विशेष गरिकन जहाँ पनि आइडेन्टिटी बेस्ड कुरा मार्केट हुन्छ त्यहाँ मानिसको पहिचानका कुराहरू हुन्छन् त्यहाँ चाहिँ पहिचान कुरा गर्दाखेरि चाहिँ त्यो हो हिजोको कुरामा चाहिँ प्रयोग हुनुको लागि हामीले गरेका छौँ यदि हामी खुकुरीको कुरा गर्छौँ भने नेपालको खुकुरी हिजो हामीलाई चाहिँ नि डे टु डे प्रयोगमा चाहिने परेको कुरा थियो त अहिले नेपालको खुकुरी भनेको एउटा ब्रान्डिङ भएको छ र संसारभरि त्यो खुकुरी भन्ने बित्तिकै त्यसले एक खालको कुरा देखाउँछ त्यहाँ यदि हामीले संसारभरिको त्यो बजारलाई चाहिँ नि सोभिनियरको हिसाबमा चाहिँ यदि हामीले चाहिँ नि खुकुरीलाई चाहिँ मार्केटिङ गर्न सक्यौँ भन्ने हुन्छ नि धेरै ठुलो बजार हुन सक्ने अवस्था हुन्छ त्यहाँ त्यस्तो किसिमबाट अब हामीलाई त कहिले कहिले आश्चर्य पनि मन लाग्छ हाम्रा यी पनि युवाहरू चाहिँ के भन्छ पिकअप लाएर चलाउन हिँड्न चाहिँ उनीहरू लाल लाग्दैन त्यहाँ टोपी लाएर हिँड्नु त्यो लाल लाग्छ त्यो कल्चर पनि हामीले के छ भने चाहिँ बढाउनु पर्ने हुन्छ त्यसलाई बरु त्यसलाई के छ भने कसरी आधुनिक हिसाबले बनाउने भन्ने खालको त्यो पनि हामी गर्न सक्छौँ त्यहाँ एउटा पिकअप जब भन्ने त्यो हो हामी ढाकाकै पिकअप किन बनाउने यस्ता धेरै कुराहरू हुन्छन् त्यहाँ चाहिँ त्यसैले यो सबै कुरालाई चाहिँ मध्यनजर राख्दै चाहिँ नि बजारलाई पनि मध्यनजर राखेर हामी अगाडि बढ्छौँ र त्यसको लागि चाहिँ कमसेकम आज एउटा कमन प्लेटफर्म भयो यो विषयमा कमन प्लेटफर्म भएको हुनाले सरकारले विशेष गरिकन त्यसै मैले भने आगामी दिनमा चाहिँ हामीले के सम्भावनाहरू छन् सबै क्षेत्रका सम्भावना के छन् त्यो सम्भावनाहरूलाई हेरेर मुलुकभित्र नै हामीले रोजगारका यथेष्ट चाहिँ त्यहाँ चाहिँ अवसरहरू छन् त्यो अवसरलाई प्रयोग गरेर चाहिँ त्यहाँबाट के छ भने यो अब वैदेशिक रोजगारको चाहिँ हामीले निर्भरतालाई पनि कम गर्दै जानुपर्छ र मुलुकभित्रको पनि हाम्रो उत्पादनशीलतालाई उद्यमशीलतालाई र हाम्रो उत्पादकत्वलाई चाहिँ बढाउने काम चाहिँ गर्न सक्नुपर्छ त्यसको लागि चाहिँ आजको यो सम्झौता चाहिँ नि अत्यन्तै महत्त्वपूर्ण भएको छ त्यसको लागि सबैलाई चाहिँ म चाहिँ नि यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद र बधाई व्यक्त गर्दै अब हाम्रो यात्रा सुरु भएको छ अब यो यात्राको निरन्तरता हुनुपर्छ हामी सबैले मेहनत गर्नुपर्छ